हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल। आज चाहिँ हामी जाँदैछौँ गोकाट। आज हो 24 नोभेम्बर अनि आज चाहिँ हाम्रो एडिलेडको टेम्परेचर छ 29 डिग्री सेल्सियस। गर्मी छ गाइस, पार्कको खाली छ। आज विकडेज भएको भएर सुनसान छ। विकेन्डमा चाहिँ यहाँनिर अलिअलि बच्चाहरू प्यारेन्ट्सहरू देखिन्छन्। विकडेज भएको भएर होल पार्कमा म मात्रै। अब चाहिँ हामी यहाँ जोनी दाइकोमा भेट भएर सबैजना जाँदैछौँ परोका। म जाँदैछु हाम्रो परबिन ब्रोको गाडीमा र हामी पिक गर्छौँ नवीन दाइलाई एनजेक हाइवेबाट। च्यानल टु माई वेलकम। परोका यहाँनिर चाहिँ हाम्रो ब्रिफिङ हुँदैछ र ट्र्याकमा के गर्ने भनेर हामीलाई सिकाइँदैछ। हाम्रो तीनवटा सेसन हुन्छ। फर्स्ट सेसन वार्म अप, सेकेन्ड क्वालिफाइङ र थर्ड हुन्छ रेस। अहिले चाहिँ हामी यहाँ आफ्नो सिट बेल्टहरू टेस्ट गर्दैछौँ। आजको प्लेयर्सहरू हुनुहुन्छ प्रवेश, नवीन, सुनिल, जोनी, आशिष, सुयोग, अनुज, सुपथ अनि म। ल हाम्रो चाहिँ अब टेस्टिङ राउन्डको लागि सुरु भयो होइन। यस फर्स्ट ल्याबमा चाहिँ नो ओभरटेकिङ हुन्छ। सुरुमा चाहिँ हामी यहाँ टेस्टिङ गरे जस्तै हो कि यो। $20,000 को गाडी है यो एउटा। ट्र्याक चाहिँ अलि कस्तो रफ रहेछ कि यहाँनिर। नो ओभरटेकिङ फर्स्ट राउन्ड। हाम्रो अगाडि हुनुहुन्छ सुनिल दाई, हाम्रो सुयोग, प्रवेश भाइ, अगाडिको सुनिल दाई। अब हामीलाई ओभरटेक हान्दैछन् हाम्रो आशिष दाईले। अनि अब यहाँ हुनुहुन्छ हाम्रो सुपु नवीन दाई। यहाँ हुनुहुन्छ हाम्रो परबिन ब्रो, यता हुनुहुन्छ जोनी दाई, अनि यहाँ छन् हाम्रो अनुज। अब चाहिँ सेकेन्ड ल्याप भन्नाले अब सेकेन्ड राउन्ड सुरु हुँदैछ। यो टेस्टिङ राउन्ड थियो। नम्बर 5 मा मेरो छ। वार्म अप राउन्ड पछाडि अब हाम्रो हुँदैछ क्वालिफाइङ राउन्ड। यहाँनिर सुनिल दाले चिलमा चलाउँदै हुनुहुन्छ र यहाँ आएका छन् सुयोग र ओभरटेक गरेर जान्छन् हामी दुईजनालाई। त्यस पछाडि म सुयोगलाई भेटाउन खोज्छु तर सक्दिनँ। दुई ल्याब पछाडि फेरि सुनिल दाई भेट हुनु भएको छ। दाई स्टिल पनि चिलमा ड्राइभ गर्दै हुनुहुन्छ। त्यस पछाडि म लतन दाई अगाडि बढ्यो भनेर अगाडि लागेँ म चाहिँ।
फेरि एक ल्याप कटिसकेपछि केटाहरूको ग्याङ भेट्यो यहाँनिर चाहिँ। यसो मेसो निकालेर 4 जनालाई नै ओभरटेक गरेर म भागेँ। यहाँनिर आइसकेपछि मलाई जोनी दाले स्लो मोसनमा ओभरटेक गरेर जानुभयो। यहाँनिर घुम्तीमा मेरो गाडीले स्लाइड खान्छ अनि स्लो डाउन हुन्छ र सुकु जान्छ मलाई ओभरटेक गर्दै म फेरि तिनलाई भेटाउने कोसिस गर्छु तर सक्दिनँ। फेरि एकछिन पछाडि केटाहरूको ग्याङ भेट हुन्छ र यहाँ ठोकाठोक गर्दै सुयोगले मलाई ओभरटेक गरेर जान्छ। म फेरि भेटाउने कोसिस गर्छु तर यो पालि पनि सक्दिनँ। यहाँनिर हुनुहुन्छ हाम्रो नवीन दाई द ट्रिकी वान। ओभरटेक गर्न निकै गाह्रो हुनेवाला मान्छे। देब्रे दाहिने हान्दै पुरै च्यालेन्जिङ बनाइदियो। र हाम्रो फाइनल राउन्डको लागि फ्ल्याग उठिसकेको छ र हामी जान्छौँ लाइन अप हुनको लागि। साथीहरू अब फाइनल राउन्ड सुरु भएको छ र विनर को हुन्छ हेरौँ है त। फाइनल राउन्ड सुरु भइसकेको छ र सेकेन्ड घुम्तीमा हामी सबैजना एकै ठाउँ बजाङ मजाङ गर्दै अगाडि बढ्दैछौँ। पहिलो ल्यापमै सुयोग अनकन्ट्रोल भएर भित्तामा गएर जोतेका छन्। यो सिचुएसनमा चाहिँ एम्बर लाइट बल्छ र हामीले स्लो डाउन गर्नुपर्छ। ग्रिन लाइट बलेपछि फेरि केटाहरू कुदाउन थाले। मेरो अबको नेक्स्ट मुभ भनेको आशिष दाइलाई ओभरटेक गर्नु हो। सुयोग ब्याक टु फर्ममा आएर सुनिल दाइ र मलाई ओभरटेक गर्दै सर र आशिष दाइको पछाडि जान्छ। म पनि चिलमा ड्राइभ गरिरहेको सुनिल दाइलाई ओभरटेक गर्दै फेरि सुयोगलाई लखेट्दै जान्छु र फेरि आशिष दाइ भेट्नुहुन्छ। तेस्रो ल्याप पछाडि फाइनली म आशिष दाइलाई ओभरटेक गर्न सफल हुन्छु। अब यहाँ फेरि भेट्नु भएको छ त ट्रिकी वान नवीन दाइलाई ओभरटेक गर्न निकै नै गाह्रो हुन्छ। केही बेरमा गेम पनि सकिन्छ र विनर रहेका छन् हाम्रो जोनी दाई, सेकेन्डमा हुनुहुन्छ सुपु, थर्डमा छन् हाम्रो सुयो र त्यस पछाडि म लगायत सबै केटाहरू।
र एकछिन यहाँ फोटोसोटो खिचिसके पछाडि हामी लाग्छौँ थकाली खानको लागि सेल्फ वरी। र यो भिडियोमा यति नै। सी यू इन नेक्स्ट